मेरो एकपल्ट जानै छ, त्यतिखेर सबै जानुपर्छ। दुईचोटि भयो, तिनचोटि पुऱ्याउनु पर्छ। कता बाटो सक्यो त? कन्याम गुगल पोइन्टमा चढ्दैछौँ है हामी। गुगल पोइन्ट भन्दै माथि। बाटै हरायो अरे के हराउँछौ यहाँबाट यो पर देखिएको चाहिँ हर्कटेको रिसोर्ट। चियाको दाना चाहिँ मजाले फलेको छ है। यो चाहिँ चियाको दाना फलेको। यसको दाना टिपेर यसको भित्रको निकालेर पेलेर तेल निस्किन्छ यसको। यसको तेलबाट चाहिँ साबुन बन्छ, लुगा धुने, भाँडा माझ्ने साबुन बन्छ। अरू यो दानाको खासै उपयोगिता छैन। यो दाना फल्न थालेपछि फेरि चिया पलाउन पनि कम्ती पलाउँछ नि त। यसरी फल्न थालेपछि बोट यस्तो हुन्छ। बोटै बिग्रियो क्या यो। यसरी दाना फलेको छ। यो दानाको कामै छैन खासमै, चियापत्तीको दाना। यो यताको चाहिँ गुटीको चियाहरू हो यिनीहरू। यही दानाबाट निकालेको बिरुवाबाट यो चियाहरू बनेको। यताको यो चियाहरू चाहिँ यो चाहिँ कटिङबाट, यसको कटिङबाट निकालेको यो चियाहरू चाहिँ भर्खर लगाएको नयाँ बिरुवाहरू हो। यताको बगानहरू चाहिँ यो देखिएको चाहिँ बाइक तल राखेर हिँड्दै आएको। यसलाई गुगल पोइन्ट भन्नुको कारण खै थाहा भएन गुगल पोइन्ट भन्छ। यो चाहिँ कन्याम स्टार्टिङ पोइन्ट। यता पर कुटी डाँडा पाथी भएर यता माथि गुगल पोइन्ट उकालो बाटो। मजा आइरहेछ नि उकालो हिँड्न। चिसो हावा, शीतल। घाम लाग्यो भने शीतल छ है। यो घाम त न्यानो भइरहेछ नि। त्यही त भने त तराईमा यही घाम धेरै हुन्छ। चियाको सिजन सकिएछ अब यो साललाई। होइन, यही बोटमा अर्को टोटी ठुल्ठुला पत्ता पलाउँछ त मुना। नयाँ पत्ता पलाउँछ नि त यसमा। भाइहरू टिकटक बनाउँदो रहेछ नि यहाँ माथि। बबाल फिल्म सुटिङ भइरहेछ नि। गर्छन् केटाहरूले। कम रमाइलो छ त यहाँ। यो पर देखिएको डाँडो चाहिँ अन्तु है फेरि। त्यो अन्तु हो? हो त नि। के हो अन्तु हुन चाहिँ? ठ्याक्कै यो अहिले जुन देखियो नि यो बादलको मुनि, यो अन्तु। पल्लो त्यसदेखि परतिरको कर्स्याङ हो सबभन्दा पल्लो। त्यो कर्स्याङको र अन्तुको बिचको मिरिक हो। यो बिचको चाहिँ मिरिक। कर्स्याङ त कस्तो झिलिली देखिँदो रहेछ नि यहाँबाट। खरसाङको चाहिँ अलिकति देखिन्छ नि बजारहरू थोरै, अन्तुको सिधा पर। अनि यता माथि आएर यहाँ पशुपति नगर यता माथि फेरि यता त कन्याम भइहाल्यो। कन्याम पनि यहाँबाट त सही देखिन्छ नि। स्यास्या भयो यार उकालो। बानी हराएछ क्या उकालो बाटो हिँड्ने। भाइहरूको फिल्म सुटिङ हेरौँ नि।
के रहेछ यो चियाको मुना कलिलो मुना चाहिँ यहाँ अलिअलि रहेछ तर यो सकियो अब सिजन सकियो यसको ठ्याक्क गुगल पोइन्ट भनेको यही हो यसैलाई भन्छ नि होइन त्यही त कस्तो दामी देख्दो रहेछ है हरकटे त यहाँबाट आम्मा उता पर कस्तो राम्रो चिया बारी रहेछ हेर ऊ पर हेर्न पर देखेको ऊ त ऊ त्यो के भन्छ त्यो ठाउँलाई रम्याङ होला पर देखिएको यो प्राइभेट बगान है यो सबै पर देखिएको डाँडा धजे डाँडा भन्छ यो बिचको रम्याङ यता पर यो रातै चियाबारीको बिच देखिएको रिसोर्ट हो यो रिसोर्ट हो अनि यो चाहिँ सल्लाहगारी हरकटे हामी अहिले यीबाट आएको त हरकटे हो त आउँदा त्यही बाटो त आएको परदेखि कुटी डाँडा माथिको टावर देखिएको ठाउँ चाहिँ पाथिभरा सही छ नि ठाउँ त